हेलो नमस्ते एभ्रिवान। म आज चाहिँ इभी रिक्साको सफारी गर्दैछु, त्यो पनि मेरो दोस्तको गाडी हो। हेर्नु गाडीले ई रिक्साले पनि काम गर्दो रहेछ। हेर्नु कस्तो बाटो रहेछ। हाम्रो दोस्तले यो गाडीमा बाटो चलाएर गइरहेछ। हेर्नु मान्छे ल चढौँ जाम दाजु जाम। अब यहाँबाट चाहिँ म सखरा मन्दिर दर्शन गर्न गएको थिएँ। म आफ्नो साथीको ई रिक्सामा अब घर जान लाग्छु। बाटो हेर्नु चाहिँ अरू त के होइन, हाम्रो यहाँ मध्य प्रदेश हाम्रो यो के भन्नु सिनबस्ता जाने बाटो सो ब्याड रहेछ। एकदम गाह्रो हुँदो रहेछ हामीलाई जान आउन। अब सिटी रिक्सावालाहरूलाई पनि आफ्नो बडीको पनि प्रब्लम हुन्छ, प्रपर वे बाटो छैन त्यसको। हजुर अब यस्तो हो, अब रवि सरकार र बालेन सरकारले जित्नु भएछ, एकछिनमा केही काम गर्न सक्नुहुन्न। उहाँ काठमाडौँ बस्नुहुन्छ। अब यहाँ चाहिँ तपाईँको रवि सर र बालेन सर बस्नु, यहाँको स्थानीय मान्छे चाहिँ हुनुहुन्छ, उहाँले विकास गर्नुहुन्छ। उहाँलाई वास्तै छैन। हेर्नु बाटोमा हाँस घुमिरहेछ। यो गाडी चलाउने मान्छे दिनको कति कमाउ, 1000 रुपियाँ 2000 कमाउँदै होला। एउटा हाँट खिच्यो भने 2000 रुपियाँ यहाँ पाइन्छ। यस्तो गाह्रो छ। प्लिज बालेन सरकार, प्लिज सुगन गुरुङजी, प्लिज यो गाडी चलाउने मजदुरी गर्ने मान्छेले घाम पानी नसहेर पनि काम गरिरहेको छ, उहाँहरूलाई चाहिँ सपोर्ट गरिदिनु पऱ्यो। किनभने गाह्रो हुन्छ, उहाँहरूलाई एकदम गाह्रो फेस गर्नुहुन्छ यार। फाइन सुन्नुहुन्छ नि, अब फाइन उहाँ पासित भएको छैन, 500देखि 1000 रुपियाँ फाइन लाग्छ 500देखि 1000। उहाँहरूको कमाइ नै भनेको 500 1000 टका। अब नेपालमा रोजगारी नभएर यस्तो गाह्रो बस्छ। यहाँ हेर्नु रोड हेर्नु प्लिज सी द रोड। यस्तो रोड भएर छगडा छिनमस्ता बाटो छिनमस्ता पुग्नुहुन्छ। हाम्रो एउटा ठुलै मन्दिर हो, सबैजना कहाँको मान्छे पुग्नुहुन्छ। प्लिज सखरा जाने राजविहार टु सखरा जाने बाटो प्रपर वे बनाइदिनु। मान्छेलाई जान आउन गाह्रो हुन्छ। बाटो हेर्नु न, यस्तो खड्याङ छोड्यौँ आऊ कसरी हुन्छ। प्लिज यो भिडियो जति हेर्नु छ सबैजनामा सब्सक्राइब गरिदिनु। प्लिज हाम्रो प्रधानमन्त्री र गृहमन्त्री र सडक विभागको मान्छेनिर खबर पुगोस्। हाम्रो मधेस ठाउँ मधेस मात्र भएर भएन, केही चाहिँ विकास दिनु, केही चाहिँ बजेट निकाल्नु। र स्थानीय सरकारहरू यहाँले केयरलेस भएर काम गर्छ, केही काम गर्दैन, आफूदेखि मतलब हुन्छ। प्लिज हस्त नमस्ते। म सोनु बाजपेयी फेरिदेखि हजुरको बिचमा नेक्स्ट भिडियो लिएर आउँछु। प्लिज सब्सक्राइब र माया गरिदिनु होला। सक्दोमा सेयर गरिदिनु होला कि कमसेकम बालेन र हाम्रो गृहमन्त्री सरसँग आफ्नो कुरा जाओस्। प्लिज यतातिर हेरिदिनु पर्यो हाम्रो मध्य प्रदेशमा। हामी पनि मध्य प्रदेशमा तपाईँलाई घन्टी बजाएर जिता हो। प्लिज घन्टी मात्र बजाएर भएन हामीले, प्लिज हाम्रो लागि गरिदिनु पर्यो।